नमस्कार। म आज महाभारतको दोस्रो पर्व अर्थात् सभा पर्वको यो भाग धृतराष्ट्रलाई विदुरले जुवा रोक्नुहोस् भनी नीति सुनाए। दोस्रो पटक जुवा पाण्डव वनगमन। अब पाण्डवहरू वन जानलाई यो जुवा खेलेपछि जानुहुन्छ। जुवा हुने ठिक भयो तहीँ फेर आई, गान्धारी विदुर कहे धृतराष्ट्रलाई। धृतराष्ट्र हे निरप पर्वो जब हुन्छ अन्त, त्यो रोगी छोड्छ औषध नगएर मन्त। त्यही रीत बात अघि नै नसुनेर मेरो, अन्तैछ दिल हजुरलाई विनाशले घेर्यो। दुर्योधनै जन्मदा पनि स्याल करायो, निश्चय बुझे भरत कुल अब नाश आयो। राख्नु भयो छ घरमै खुब मोह आई, तै भन्छु फेर लिनुहोस् हितबात जनाई। शुक्रै नीति छ अब काम गर्ने त भारी, हे दाजु झट गर्नुहोस् हितबात विचारी। जो काट्न जान्छ मोह लोभ गरी वीर पखेरा, जान्दैन गिर्छु भनी लालच आई घेरा। गिर्छन् उसै पनि गर्यो दुर्योधनैले, खेल्दैछ द्युत अनहितै हित ठानी अहिले। जान्दैन नष्ट हुन झन् झन बात झार्यो, पाण्डवी देवसरी छन् खुब शत्रु पार्यो। हे दाजु भूप पहिले पनि भोज वंश, गर्यो विरोध जब आफू समात कंस। देख्नु भयो बिर्सणी यादव भोज छाडे, मारे उपापी पछि कृष्णजीले पछाडे। यही रीतले त्यज्नुहोस् यसको त सङ्ग, हुनेछ कुल दुनिया हिताज दङ्ग। हुकुम दिनुहोस् किरीटीको यसलाई मार्छन्, यो कुलको मजबुती तिनीले त पार्छन्। देख्दिन वेश बुझ्नुहोस् सब हुन्छ तङ्ग, यो देश कुल नहि भने अब जान्छ रङ्ग। त्यागेर कागदमी लिनुहोस् मयूर, राख्नुहोस् देश कुल यो प्रभुले गजुर। स्यालको तेजेर बदला लिनुहोस् बाघ, जप्नेछ नाम हजुरको सब गाई राग। जम्मा असुर अघि भयो कुलको कसुर, सोधेर शुक्र गुरुसँग मिली सब असुर। जम्मा असुर कन त्याग्नु भनी तिनीमा, सुन्नुहोस् राय दिएको शुक्रै नीतिमा। एकलाई त्यागी कुलको जब हुन्छ बेस, त्यसलाई त्याग गर्नु रहँदैन क्लेश। कुल त्याग्दा असल हुन्छ भने त ग्राम, कुललाई त्याग गरिदिनु रही त्यस ठाम। ग्रामलाई त्याग गरी सहर जब हुन्छ बेस, ग्राम छोडिदिनु नगरी बात पनि केही पेश। देशलाई छोडी यदि प्राण बच्ने भए त, छोडेर जानु सहरै घरबार खेत। यस्तो छ प्रष्ट वचनै बुझी शुक्र नीति, बात निश्चय गर्नुहोस् मन आज जिती। थिए कुनै नृपतिको खुब पछि काज्यू, सुवर्ण दिउ उक्लथे दिन दिन दाज्यू। आएर लोभ बध गरे सब पंक्षी भित्र, सुन मासु मिल्छ भनी एक पटक्कै त मित्र। यो आशाले बध गर्यो तेजी प्राप्ति मूढ, त्यस्तै नगर्नु पनि होस् यिनीसँग कुढ। मोह र लालची भई गरी पछि भेदन, शोकमा परे झैँ अवश्य हुनेछ खेदन। रुखलाई प्रेम गरी नै पनि बार बार, फलफूल माली टिप्छन् लिली सार। त्यस्तै पाण्डवहरू हुन वृक्ष राज, रक्षा गरी फल लिनुहोस् सब बन्छ काज। बेस रुख जलाएर गार, जुन गर्छ भूल, उस्तै त दग्ध गर्नुहोस् वीर निर्मूल। वंशैहरू नृपतिलाई नमार्नुहोस्, छन् वीर कुन्ती पुतरै सब बुझ्नुहोस्। जित्दैन देव पनि कोही यिनको नछेड, हे भूपते पछि हुनेछ बहुत खेद। रोक्नुहोस् जुवा अति खराब छ भने विदुर, छोड्थे कहाँ कुदिनाले जनगेरी सुर। बाघ सर गरे मची मची खुब धेर क्रोध,
सूचना भयो पछि हुने पनि घोर युद्ध। हानि कह्यो शकुनीले छलको तपास, ए भूपते जितिलिए अब छोडा आस। मृग चर्म लाउ नजरै गरी गरी बास, भन्दै सुयोधन दियो मृग चर्म लास। जाऊ पाण्डवलाई जङ्गल बन्यो ती सत्य वक्ता पनि, लाई मृग चरमती मान्नेहरूको ढोगेर नम्रै बनी। हिँडे पाण्डव भीमको नकलली दुर्योधनैले गई, हिँड्यो केही पछि पछि ती भीमले देखे असम्यै भई। बोले दुष्ट तैर भुजरण महा मारेर लात्तै पनि, आनो लसिरमा म त तोडिदिउँला तेरो त जङ्गा हनी। मार्छु भाइहरू दुशासन चिरी चुस्ने छु रक्तै भनी, हिँड्थे भीमसिंह फेरि कणौ बखत मार्ने प्रतिज्ञा पनि। अर्जुनले लिनुभयो र वीर सहदेव मार्छु शकुनी तही, बोले तिन हकुल युधिष्ठिरजीले नाच्छौँ यी कौरव कहीँ। छोड्दैनौ भनी सब हिँडे उसगढी विदुर अगाडि सरी, बोले कुन्तीकनै नलानु वनमा होला दुखै धेर गरी। मेरा गृहमा बसाली तिनीको जाऊ अवश्यै हरि, रक्षा गर्नुहुनेछ यो तही भने राजी युधिष्ठिर परी। ढोग्दी श्री महतारी छोड्दी सबै त्यो मृग छाला धरी, ली द्रौपदी साथमा बन गए हेर्नै अधर्यै गरी। रोए कुन्ती पनि गिरिन जमिनमा फाटेर छाती चिरी, रोइन बरबरा आँसुले जमिनमा भिज्यो नि वर्षा सरी। पाण्डव कुनरितले गए वन भनी विदुरका सँगनी, सोधे श्री धृतराष्ट्रले तब उहाँ बोले विदुरले पनि। हे राजन अति मन दुखाइती गए मर्ने बखत पाठ गरी, छोड्ने गान तही राम वेद पुरहित मङ्गल पढे हाहरी। कारण 13 वर्षपछि कौरव मर्ने सूचन त्यो गरी, अहिले कौरव भस्म हुन्छन् भनी युधिष्ठिरै डर परी। मुख छोपेर गए बचाई कुनजर यो हेतु त्यो घरी, बाँचे फेर भीमसेनले उस बखत मेरा यी बाहासरी। कोही छैनन् पछि मार्छु कौरव भनी हेर्दै बुझा खुब गरी, हिँडे अर्जुन फेरि कङ्कङ तहाँली जमिनमा छरी। सरविष्टि गरौँला यसरी त गुनी हिँडे ती मार्छन् भिरी, भाइ श्री सहदेव नकुल वीरले चिन्नन् सबै राम्ररी। भन्ने खातिर मोटी पोती सब अङ्ग धुस्रो र फुस्रो गरी, सुन्यौ राजन जोगी झैँ ती दुईले हिँडे विरूपै धरी। पियारी अधिरानी द्रौपदी तहाँ केसै फुकाई लिन्, झाँक्रो छाडी रुँदै रुँदै पछि पछि पाण्डवहरूका गइन्। मन मनमा तिनले मलाई जुनरी त अहिले भयो दूर दिन, चाँडै कौरवका स्त्रीहरू यही रीत तिलाञ्जली दि हिँडुन्। भन्दै सूचना यो दि तिनी गइन् सारा प्रजाले तहाँ, यो अन्याय भयो असम्य भनी ती डुबी गए शोक महा। भन्ने बात विदुरको सुनि तहाँ मनका बहुत शोक गरी, रोए ती धृतराष्ट्रले बितिसक्यो के हुन्छ शोकै धरी। यिनैले मनलाई रोक्न नसकी निर्बल बहुतै बनी, यस्तो भो अब हुन्छ के घर जली सम्झेर कुवा खनी। आई नारद त्यही अवसरमा 13 वर्षमा यिनी, नासिन्छन् सब कुल यो भनी गए देदार भयो जननी। दुर्योधन पनि पाण्डवादीहरूको डरले प्रतिज्ञा सुनि, राज्य दान दिएर जोगी सरी भई जान्छु बनैमा भनी। दुर्योधन तत्पर भए गुरुले सम्झाई राम्रो अनि, गद्दीमा चढी 13 वर्ष सुखले त्यो राज्य भोगे पनि। पाण्डव झैँ बलवान तुल्याएर हरि 13 वर्ष तै तिनी,
भोगे राज्य अकण्टकै जति छ देश भारतभरैमा पनि सारा राजन डर्दथे सिरौचा हेर्दैनथे कोही गरी मनमाफिक सबको सुयोधन गरे बसमा सबैको धरी। आज मैले यो महाभारतको सभा पर्वको अन्तिमसम्म पढेँ। अब अर्को दिन महाभारतको तेस्रो पर्व वन पर्व, जहाँ पाण्डवहरूले वन जानुपर्छ, यो पर्वबाट सुरु गर्छु।